हेलो एभ्रिवान, हजुरहरूको जिज्ञासा लिएर फेरि पनि म आइसकेको छु र हजुरहरूले भन्नुभएको थियो कि जापानमा रुम पाउन एकदम गाह्रो छ। सो रुमको बारेमा कुरा गर्नेछु। रुममा चाहिँ के छ भने योभन्दा अगाडि हामी पनि नेपालबाट आउँदै हुनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई यो भिडियो सेयर गर्नु होला। जो व्यक्तिले चाहिँ हामीलाई के गर्यो भने हामी पहिला हाम्रो बारेमा भन्छु अनि त्यसपछि हजुरहरूलाई सल्युसनको बारेमा भन्छु है त। जुन व्यक्तिले हामीलाई कन्सल्टेन्सीको मान्छे हो, कन्सल्टेन्सीले हाम्रो मेरो मान्छे छ राम्रो गरिदिन्छ, तिमीहरूलाई रुमको व्यवस्था सबै कुरो व्यवस्था गरिदिन्छ भने आएको दिन केमा सुतेको त्यो कार्पेटमा सुतेको। सो नेक्स्ट दिन हामीले त्यसपछि आफै यताउति गर्न थालेको र अब यताउति गर्न पनि सुरुमा ल्याङ्ग्वेज थिएन, केही आएको थिएन र न नेटको सुविधा दियो न केहीको दियो। त्यसपछि बिस्तारै भोलिपल्टदेखि कलेज थियो, कलेजमा गइसकेपछि हामीले नेटको सुविधा पायौँ र त्यहाँबाट हामीले अगाडि बढ्यौँ। त्यो व्यक्तिबाट यदि आउँदै हुनुहुन्छ, मेरै थर हो, मेरै कास्ट हो, त्यो व्यक्तिको नाम थर अब यहाँ खुलो भने अहिलेखेरि दुनियाँदारी हुनसक्छ। सो त्यो चाहिँ नहोस् भनेर मैले के गर्न खोजेँ भने त्यसको बारेमा म पर्सनल डिटेलहरू मलाई मेसेज गर्नु म भनिदिन सक्छु। यस्तो व्यक्तिबाट कसरी सचेत हुने कुरा त्यो आफ्नो तपाईँको भागमा छ। हामी त फस्यौँ, तपाईँ नफस्नु होला भन्ने मेरो यो भिडियोको मेन उद्देश्य हो। र यहाँ जापानमा यदि रुम पाउनलाई कस्तो छ, कन्डिसन के छ भन्ने कुराहरू पनि सबै डिटेलमा भन्नेछु। के छ हामीलाई त सुरुमा थाहा थिएन र तपाईँहरूलाई पनि थाहा नहुन सक्छ। किन थाहा नहुन सक्छ? कन्सल्टेन्सीको भरले सबै कुरो काम गर्छु भन्ने पनि हुन्छ होइन। तर यस्तो काम नगर्नु होला। यदि टोकियो आउँदै हुनुहुन्छ, टोकियो साइतामा केन, अब साइतामा केन भन्छ, त्यसै गरी यता निसी टोकियो यो एरिया आउँदै हुनुहुन्छ भने त्यो व्यक्तिबाट नआउनु होला। त्यो व्यक्तिको थ्रोबाट चाहिँ रुमकोमा नआउनु होला, किनकि 20,000 रुमको भाडा छ भने त्यसको डबल लिन्छ 40,000। सो यसले त्यसरी स्क्याम गर्छ, ठग्छ भने अब हामी कहाँ जाने, के गर्ने, झगडा गर्ने, यो ठाउँमा हात लगायो भने त्यसकै गल्ती हुन्छ। सो होइन, यस्तो काम नहोस् भनेर चाहिँ यो भिडियो तपाईँहरूको माझमा मैले पुर्याउन खोजेको। र नमस्ते एभ्रिवान। सो आज पनि मैले नेक्स्ट भिडियो रुमको बारेमा लिएर आउँछु भनेको थिएँ। सो यो भिडियो चाहिँ रुमको बारेमा हुनेछ र जति पनि नेपालबाट आउँदै हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरूको लागि यो भिडियो विशेष गरी। सो तपाईँहरूले कन्सल्टेन्सीबाट अथवा आफ्नो मान्छेबाट, आफ्नो थ्रोबाट होइन कतै रुमहरू लिनुभएको छ भने त्यो कुरामा विशेष गरी ध्यान दिनु होला भनेर यो भिडियोको मेन उद्देश्य नै हो। सो फर्स्ट अफ अलमा म तपाईँहरूलाई के भन्न चाहन्छु कि कन्सल्टेन्सीबाट तपाईँको सेन्सीहरूले, टिचरहरूले चाहिँ के भन्न सक्छ भने मेरो आफन्त मान्छे छ, उहाँ तपाईँहरूलाई रुम खोजिदिन्छ भन्ने एकदम विश्वासिलो कुराहरू गराउनुहुन्छ, गर्नु पनि हुन्छ र हामीलाई पनि गराएको हो। सो यो कहानीमा चाहिँ के छ भने ट्विस्ट चाहिँ के छ भने जस्तै 10,000को रुमलाई चाहिँ उनीहरूले चाहिँ 20,000 लिन्छन्, यानि कि डबल या तिर्पल पनि लिएका छन्। र त्यसै गरी हामीलाई पनि त्यसै गर्नुभएको छ। हामीलाई चाहिँ जुन अहिले म बसिरहेको रुमको समथिङ यहाँ रुम पाउन अलिकति गाह्रो पनि छ। सो समथिङ यो रुमको भाडा चाहिँ, रुम रेन्ट चाहिँ कति छ भने 45-46,000 छ र उसले चाहिँ हामीलाई त्यसको डबल तिर्पल लिएको छ। रुममा लिनुभन्दा अगाडि 1-2वटा सर्च लिएका हुन्छन् र त्यो रुम लिनुभन्दा अगाडि की मनी भन्छ, एउटा की मनी हुन्छ, त्यो यो रुमको छैन र धेरैवटा रुमहरूको अथवा अरू रुमहरूको पनि हुन्छ, नहुने की मनी नहुने पनि खालको रुमहरू धेरै छन्, देखिएका पनि छन् र हामीले बुझेका पनि छौँ। र अर्को कुरा आयो किन महँगो हुन्छ जापानमा रुम भन्ने कुरा हुन्छ। 1 नम्बर, आफ्नो रुमबाट ट्रेन स्टेसन कति टाढा छ, ट्रेन स्टेसनबाट आफ्नो रुम आइपुग्न कति टाइम लाग्छ। यदि ट्रेन स्टेसन नजिक छ भने अलिकति महँगो हुन्छ।
जापानमा ट्रेन स्टेसन नजिक रुम लिनुहुन्छ भने अलिकति महँगो छ, अलिकति भित्र लिनुहुन्छ भने धेरै कम छ। र त्यसै गरी सुरुमा डिपोजिट गर्नुपर्ने मनी पनि हुन्छ कुनै कुनै रुममा हैन। कुनै कुनै रुममा के गर्नुपर्छ त आफूले जम्मा गर्नुपर्ने, पहिला रुम लिनुभन्दा अगाडि यति चाहिँ जम्मा गर्नुपर्छ है भन्ने पनि हुन्छ। त्यो व्यवस्था पनि यो रुममा छैन। र हामीलाई चाहिँ के भन्यो भने कन्सल्टेन्सीबाट मेरो आफन्त मान्छे छ, यसले रुम खोजिदिन्छ, यो गरिदिन्छ भनेर हामीले विश्वास फर्स्ट अफ अल हामीले ट्रस्ट गरेर आएको। र उसले खोजिदियो पनि हामीलाई राखिदियो पनि। पहिलो दिन हामीलाई राखिदिएको केमा? म्याटमा हामी सुतेको नेपालबाट आउने बित्तिकै। र अब होला हामीले त पैसा तिरिहाल्यौँ नेपालमा, सबै ब्याङ्कबाट थ्रोबाट हामीले पैसा डिपोजिट गरिदिउँ उसको खातामा। गरिसकेपछि यहाँ आएपछि अब सबै कुरा होला, रुममा व्यवस्था होला, गर्दै होला भन्ने हामी आयौँ, तर रुममा त्यो थिएन। र अर्को आयो कुरा, यदि तपाईँहरू यसरी नै कन्सल्टेन्सीको थ्रोबाट आउँदै हुनुहुन्छ भने या कोही आफन्त हुनुहुन्छ भने आफन्तकोमा सेटल भएको एकदम बेस्ट। र कन्सल्टेन्सीको थ्रोबाट आउँदै हुनुहुन्छ भने पहिलो कुरा, त्यो व्यक्ति जो छ, अहिले हाल म टोकियो निसी टोकियोमा बस्दैछु। निसी टोकियोको एरिया र साइतामा एरिया, त्यसको एकदम एरिया भनौँ न, त्यो व्यक्तिको एकदम एरिया हो। त्यसको नाम र डिटेल कुरा म यहाँ खुलाउन सक्दिनँ। किन खुलाउँदिनँ? उसको पनि सामाजिक सञ्जालमा अलिकति चरित्र हत्या हुन्छ भन्ने पनि हुन्छ। र त्यसको मेरै कास्ट हो, अधिकारी हो, अधिकारी नै हो ऊ पनि। तर ऊ कहाँको, म कहाँको हो हैन। तर उसले चाहिँ के गर्छ भने हामीलाई मात्र हैन, हामीभन्दा पछाडि आएका दिदीभाइ दाजुभाइहरूलाई पनि, दिदीबहिनी दाजुभाइहरूलाई पनि यसरी नै ठग्नु भएको छ। यदि त्यही व्यक्तिबाट तपाईँहरू आउँदै हुनुहुन्छ भने प्लिज नआउनु होला। उसले धेरै नै स्क्याम गरेको छ, धेरै नै ठगी गरेको छ। अब रुम लिइसकेपछि पेपर पाउनु पर्यो हाम्रो नाममा हैन। जस्तै यो रुम मेरो भयो, यो रुम भइसकेपछि के गर्नु पर्यो त, यसको डिटेल त हामीलाई चाहियो नि त, त्यो दिँदैन। त्यो नभएपछि हामीलाई के गर्छ त, पुलिसले कतै थाहा पायो भने हामीलाई पक्रेर लान्छ। अनि त्यो कुरो चाहिँ हामीले नपाइसकेपछि त्यो पेपर खामी भन्छ यहाँ, खामी नपाइसकेपछि हामीलाई एक नम्बर समस्या त्यहाँ आयो। जुन व्यक्ति मैले भनिरहेको छु त्यो व्यक्तिले नेपालका 2-4वटा कन्सल्टेन्सी राम्रोसँग चिनेको छ। र त्यहीको कन्सल्टेन्सीबाट चाहिँ उसले यहाँको गएकोहरूसँग समन्वय गरेर उसले चाहिँ के अरे नेपालबाट चाहिँ विद्यार्थीहरू लिएर आउने गर्छ। र भन्छ कि गएकोलाई पनि यो मेरो विद्यार्थी हो, मैले सब कुरा व्यवस्था गर्छु यहाँ त्यहाँ भनेर सब गएकोमा नि भनेको हुन्छ। फर्स्ट अफ अल तपाईँले आउनुभन्दा अगाडि के गर्नु पर्यो भने चाहिँ तपाईँले भिसा सिओई आइसकेपछि तपाईँले गएको फी हाल्नु भन्दा अगाडि नै सेन्सेईहरूसँग राम्रोसँग, जापानिज सेन्सेईहरूसँग राम्रोसँग कुरा गर्नु होला। तपाईँको गएकोमा होस्टेल छ कि छैन, हामीलाई रुमको व्यवस्था गर्नुहुन्छ कि हुन्न, हामी आएर कहाँ बस्ने, यो कुराहरू गर्नुभयो भने पक्कै पनि सेन्सेईहरूले राम्रो सल्लाह सुझाव दिनुहुन्छ जापानिजहरूले है। र जो पनि नेपालीहरू हुनुहुन्छ, नेपालीको थ्रोबाट जुन व्यक्ति भने अरू व्यक्ति त्यस्ता छन् भन्ने मलाई त्यति थाहा छैन। र नेपाली जति पनि छन् एकदम चोर फटानै हुन्छन्, ठग्छन् नै हो। र ती व्यक्तिबाट सचेत हुनु होला पनि भन्छु। फर्स्ट अफ अल मैले भनिहालेँ, गएकोसँग एकदम राम्रोसँग समन्वय गर्नु होला, राम्रोसँग कुरा गर्नु होला। गएकोबाट नै तपाईँले होस्टेल अथवा रुमको व्यवस्था गर्नु होला। र गएकोले गरिदिइसकेपछि तपाईँलाई कुनै प्रब्लम हुँदैन। यस्ता व्यक्तिहरूबाट गर्नुभयो भने तपाईँलाई ठुलो प्रब्लम पनि हुन्छ, तपाईँ रिग्रेट पनि हुनुहुन्छ। कसरी हुनुहुन्छ भने जस्तै पछि तपाईँलाई आएपछि सुरुमा आउँदा थाहा हुन्न, पछि सबै कुरा डिटेल थाहा हुन्छ। जस्तै मलाई अहिले यो रुमको बारेमा डिटेल थाहा छ, पहिला मलाई केही पनि थाहा थिएन। र अब त्यो व्यक्तिलाई मैले के गर्ने कसो गर्ने भन्दाखेरि सबै कुरा मैले गर्दा पनि मेरोबाट के त पार लाग्न सक्दैन त। तर सबैजना एकमत हुनुपर्छ त्यो व्यक्तिलाई केही गर्नको लागि। र अर्को कुरा के आयो भने अब तपाईँहरूले
फर्स्ट अफ अल गएकोसँग राम्रोसँग कुरा गरेर आउनु होला र कन्सल्टेन्सीको थ्रुबाट मेरो आफन्त कोही छ या मेरो यो व्यक्तिले चाहिँ रुम खोजिदिन्छ भनेर भरमा चाहिँ प्लिज म बिन्ती गर्छु होला नआउनु होला। फेरि यो त अहिले जापानमा चाहिँ यस्तो उस्तो भन्ने भनेर नहुने, यो कुरा मैले भोगेको छु, यो कुरा मैले भोगेर मेरो पीडा तपाईँहरूलाई सुनाउँदैछु। र त्यो कन्सल्टेन्सीहरू जुन छन् सबैको नाम लिन चाहदिनँ अहिले। यदि तपाईँहरू पर्सनलमा आउनुहुन्छ भने सबैको बारेमा भनिदिन सक्छु, पर्सनल म्यासेज गर्नु भने भनिदिन सक्छु, यो कन्सल्टेन्सी हो, यो व्यक्ति हो, यसले यति गरौँ यति गरौँ भनेर सब डिटेल भनिदिन सक्छु।